ल आजको यात्रा काठमाडौँसम्मको हुनेछ है साथी हो। बिहानै उठेर नुहाइएको छ। यहाँ सिटी पनि रेडी हुँदैछ। यहाँ ब्याग स्याग प्याक भइसकेको छ है साथी हो। आजको यात्रा भनेको काठमाडौँसम्मको हुनेछ। बिचबिच यतिखेर हामी सप्तकोशी बराह क्षेत्रमा आइपुगेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ सप्तकोशी। हामी चाहिँ यो 52 झ्याल भन्ने ढोकाबाट त्यो बाटोबाट नआएर हामी अर्कै बराह क्षेत्रबाट आएका छौँ। यहाँ पछाडि गाडी रोकिएको छ हाम्रो। यता पनि छ अर्को गाडी, काठमाडौँ जाने गाडी। यो सिधै यो पछाडि यो माथि यो खोला हुँदै हुँदै भोजपुर पनि पुग्छ यो बाटो। र यता तल भनेको तल यो सिधै यो खोला हुँदै माथि बोर्ड चल्दो रहेछ। यहाँबाट सिधै माथि चाहिँ भोजपुर जाँदो रहेछ। यो चाहिँ पुल वरिपरिको एरियाहरू। यो गाडीबाट हामी जाँदैछौँ काठमाडौँसम्मको यात्रा। अहिले बिहानको ठक्कै 8 बजेको छ। र यहाँ देख्नुहुन्छ यसरी बोर्ड पनि खेल्न पाइने रहेछ। यहाँ यही बोर्डबाट धेरै टाढासम्म यात्रा गर्न मिल्ने रहेछ। यो पारी क्षेत्रतिर रहेछ। 52वटा झ्याल भएको पुल त्यता छ भने हामी अहिले अर्कै बाटोबाट आएका छौँ। यो बाटो सिधै काठमाडौँ जाँदो रहेछ। हेर्नुहोस् सरर हावा पनि आइरहेको छ। अहिले घाम पनि लागिरहेको छ। यो मामा बस्दै हुनुहुन्छ यता पछि। यहाँ हाम्रो चाहिँ हल्का सामानको बिल नमिलेको कारणले गर्दा गाडी रोकिएको छ। त्यसकै अवसरमा म चाहिँ भिडियो बनाइरहेको छु। सनाले